त्यसमा पछार्नु पर्छ किनभने त्यो असम्भव कुरा अब अभिभावकलाई बोझ बोकाउनु हुँदैन नि त सक्नेसम्म पो हुन्छ त दुई दुईवटा बच्चा अटोमा हालेर ल्याउनु भन्नुहुन्छ नि एउटा सम्हाल्न सकिँदैन अर्कोलाई सम्हाल्न त्यो दुईजना मान्छे चाहिन्छ मान्छेले यो समस्या चाहिँ नगरबाट वडाबाट वडादेखि बाइक गरिदिनु पर्छ अर्को गाडीबाट उत्रै गरेको हुन्छ अनि सकिन्छ त्यो सकिने हुन्छ हाम्रो पढले पनि भ्याउँदैन कि अब उनीहरू पुगिसकेका हुन्छ त्यस्तो दुःख पाउने खालको सुविधा भन्दैमा त्यो सुविधा भन्दा दुविधा बढी हुन्छ त्यसमा त्यो बरु राज्यले हटाउनु नै पर्छ भने त्यो चाहिँ म राज्यकै मान्छेसँग भन्ने विचार थियो होइन अब त्यो ठुल्ठुलो कार्यक्रमहरू उहाँहरू सहभागी हुनुहुन्छ नि त्यहाँ गएर बोलेपछि त उहाँहरूको कानमा पर्छ त्यो कुरा उहाँहरूलाई थाहा हुन्छ त्यति हामीहरू चाहिँ यस्तो यस्तो समस्याहरू छ भने अब कसैलाई सपाङ्ग मान्छेहरूलाई अपाङ्गको बारेमा केही पनि थाहा हुँदैन छिमेकीहरूलाई पनि थाहा छैन अब त्यसो पनि गर्छ र उसो पनि गर्छ र भन्छन् अब उता दिशा गरिराखेको हुन्छ उता के गरिराखेको हुन्छ अब हामी भोग्नेलाई पो थाहा छ त त्यो जे छ समस्या अब ल्याउन त सिडिओसम्म बोकाएर ल्याइएला त्यहाँ बिचमा पर्ने समस्या त्यो बिचमा एउटा कम्प्युटर तान्दैन हेर्नु पर्दैन भनेर उहाँहरूलाई त्यो समस्या धेरै जटिल छ त्यो 4000ले गर्दाखेरि हामी त्यो जोखिम मोल्न सक्दैनौँ भत्ता काटिन्छ भन्ने पक्षमा छु है म चाहिँ त्यसो भन्न मिल्दैन त्यो भत्ता काटे हैन सुविधा त्यो घर घर गर्दै माग्नुपर्छ भत्ता काट्दाखेरि उसको अधिकार काटिने भयो अब हो त्यो चाहिँ यो चाहिँ प्रेस दबाब चाहिँ गर्छ हो यो दबाब दिएर भए पनि यसलाई चाहिँ ल्याएर बनाउने भन्ने चाहिँ यो कसैलाई पनि दुःख दिँदैन भत्ता काट्नेमा चाहिँ लाग्नु होइन यो समिति कोही पनि त्यो पहिलो दर्जाको रातो कार्ड हुने चाहिँ अपाङ्गताका सदस्यहरूलाई घरमै व्यवस्था वार्डको सिफारिसमा सबै काम हुनु पर्यो वार्डले नि यो व्यवस्था यी बालबालिका पनि मेरा वार्डका नागरिक हुन् र हामीले गर्नुपर्छ नीलो कार्डहरु त्यसमै छन् नि कति त छन् नि सम्बन्धित प्रकृतिका नीलो कार्ड छन् रातो कार्ड पाउने मान्छे नीलो कार्डमा सीमित भएर त्यो हिँड्न नसक्ने पनि छन् हाम्रै नानीहरूले घमण्ड गर्नु पर्यो यति घमण्ड गर्छ सकिँदैन उनीहरूको पक्षमा दिनदिनै हामी सकिँदैन अब 30-35 वर्षको मान्छेलाई अटो ल्याएर ल्याउनु के गर्नु हाम्रो पहिलो लान त दुःख सुख हाम्रो पहिलीलाई लगिन्छ घरबाटै निक्लेर हिँड्न मान्दैन के घमण्डै घमण्ड हुन्छ यस्तो बुझ्दै समान भाता जे सुकै होस् फकाइ फुल्याइ गरेर ल्याइदिएर केही पनि नबुझ्ने बच्चासँग त भाताबाट घरमा लगेर गर्न सक्ने हामीले घर सबै घेरा बारा मैले ओडामा लाने धेरै समय लाग्छ समस्या कति छ मान्छेको भन्ने त आफू जो भोग्ने मान्छे छ जो त्यसलाई मात्रै थाहा छ क्या त्यो कुरा त्यसो हुँदाखेरि यो कुरा कसैले पनि यो समिति माथिल्लो निकाय तल्लो निकाय यो विश्व निकाय जुन ठाउँमा हुनुहुन्छ तपाईँहरूले चाहिँ तपाईँहरूको पर्चा लगेर त्यहाँ लगेर प्रशासनमा लगेर यो चाहिँ गराउने काम चाहिँ नगरिदिनु किनभने भोलि गएर वाडालाई पनि असर गर्छ एक ताल काटिएर दुई ताल काटिएर भोलि गएर त यी आवाज त उठ्छ नि त यहाँनिर हो कि होइन भन्नु त हामी त्यसै त बसेको छैनौँ त हाम्रो त हेर्दा त रोएको छ नि त छैन त हो त्यो कारणले गर्दाखेरि भोलि आवाज उठ्छ आवाज उठेका दिन सबै लागि परिन्छ त्यो दिन आएर निहुरिएर त्यो सरकारले गरिदिनु पर्छ हामीलाई कति छ त्यो पैसा फ्रिज हुँदैन फिर्केर पनि जाँदैन केही पनि हुँदैन एक किस्ता रोक्यो रिन्यू नगरेको भने अर्को किस्ता रिन्यू गरेपछि फिर्ता आउँछ त्यो कारणले यो कुरा उहाँ बोकेर लाने यसरी गर्ने अटो लिएर जानुहोस् भनेर यो दिगदारी र झन्झटिलो काम नगरिदिनु होला कृपया मेरो बिन्ती सबै अभिभावक पीडित छन् यो पक्षमा सबैका यो बौद्धिक अपाङ्ग उहाँ बौद्धिक अपाङ्गमा पर्नु हो मेरो छोरो हो बौद्धिक अपाङ्गमा पर्नु उहाँ र मेरो छोरामा कति अन्तर छ उहाँ आफै गर्न सक्नुहुन्छ मेरो छोराले खान पनि सक्दैन दिशा गर्न पनि सक्दैन त्यसमा कति छ उसलाई त्यो टोइलेट लाग्ला अफिसमा हो कि होइन भन्नु त समस्या यस्ता जटिल छन् यो कुरालाई चाहिँ अब कसरी हुन्छ यसलाई चाहिँ त्यही अनुसारको हामीले दबाब लिएर जाने हो कसरी गर्ने कस्तो खालको दबाब भन्नुभयो तपाईले अब घरमै गएर बनाइदिनु पर्यो नानी त्यो भन्ने खालको त्यो तपाईँको परिचय पत्र घरमा गएर बनाइदिनु बाटोमा गर्नु भने त उसलाई दुःख परेन भन्ने जस्तै वडा कार्यालयमा एकचोटि हाम्रो वडा नम्बर 4 को नुतनले दुलालले गरेका कामलाई गरेको भन्नुभएको छ जसरी घरमा गएर उहाँले खाता खोलिदिनु भयो क्या
घरमा गएर ट्याक 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 नानीहरूको घरमै गएर खाता खोलिदिनु भयो उहाँले। अब त्यसको जुन अधिकार प्राप्त चाहिँ मलाई नै राखिदिनु भयो। आमा सासुआमा हुनुहुन्थ्यो, उहाँ पनि अब त्यस्तै मेन्टालिटीको हो कि मेरो त्यस्तो सबै पीडित मान्छे छु हेर्नु। अनि त्यो पनि उहाँलाई तपाईँ नि बस्नुपर्छ, उहाँलाई पनि हेरविचारको लागि भनेर उहाँले घरमा गएर कर्मचारी समक्षमा कर्मचारी लगेर ठक्कन उहाँले सट्ट घरबाटै मिलाइदिनु भयो। गरेको कामलाई गरेको भन्नुपर्छ हो कि होइन। अब वडा अध्यक्षहरूले पनि पुजिदिनु पर्यो। म त बार भनिरहेको छु, अब आयो भने भाइ म वडा अध्यक्षलाई भन्ने पनि म त्यही हो। वडा अध्यक्षले कुरै बुझ्दैनन् भने हामीले त्यो त्यहाँ पुर्याएपछि के भयो त अनि कामै भएन। बुझ्नुपर्छ, पनि हुन्छ तर बुझाउनु पर्छ क्या, सबै लागि पर्नुपर्छ। तपाईँले गर्नुहुन्छ, म गर्छु, तपाईँ गर्नु, आफ्नो वडामा जानु। यही कुरामा चाहिँ अलिकति कुरो कस्तो भनेदेखि प्राविधिक कुराहरू छन् क्या, जस्तै कम्प्युटर भयो, त्यो चाहिँ एकछिन यहाँ सुन्नु न, बायोमेट्रिक गर्ने कुराहरू भयो होइन, ती इन्स्ट्रुमेन्टहरू हुन्छ, लान्छन्, त्यो लानुलाई त्यत्रो ठुलो भारी हुँदैन गाडी। तर त्यहाँ त्यो मेसिन मात्रै लगेर हुँदैन, त्यहाँ सेटअप गर्नुपर्छ, अनि त्यसलाई काम गर्नुपर्छ, अनि फेरि खुस्काउनुपर्छ, फेरि बोक्नुपर्छ। सम्भवतः यो हामीले यसो त गर्न सक्नु, प्रस्ताव राख्न सक्यौँ। यसो गर्न सकौँ, वार्ड नम्बर 5 को कार्यालयमा टोली पठाएर त्यहाँ नजिककोलाई वार्ड नम्बर कार्यालयमा गर्न सक्छ। चाहे भने राज्यले सक्छ। 4-5 को नछुटाइकन त्यहाँनिर थपक्कन त्यस्ता नानीहरूलाई भेला गर्नु नजिकको हुन्छ। त्यहाँ 4-5 जना नानीहरू छन्, तिनीहरूको 6-7 जनै हुन्छन् हो कि होइन त। अनि वडा नम्बर 5-4 मा गएर त्यसो गर्न सक्यो। यता नगरपालिकाको यहाँनिर कहाँ छन् त्यसरी ल्याएर यहाँ ठ्याक्क गर्न सक्यो। त्यस्तै सामुदायिक भवन घर व्यक्तिको घरमा जानु परेन, त्यहाँनिर त्यस्ता ठाउँमा त्यसरी राख्नु पर्यो कि ग्रुप मिलाएर 5 सम्म त ल्याउन सक्यो नि मैले बोकेरै भए पनि हो कि होइन। सहयोग छिमेकीको माग्न सके, अब यहाँ ल्याएर चाहिँ कसरी गर्न सक्छु त म। अब त त्यो ठुलोलाई चाहिँ तपाईँले बोक्नु सक्नुहुँदैन, त्यो दाजु हो, दाजु कुन हो? ठुलो त बसिरहने दाजु हो कि बसिरहने हिँड्ने दाजु हो, बसिरहेको दाजु दुईटै होइन, एउटा हिँड्ने दाजु हिँड्नलाई चाहिँ काबु खेलाइदिनु अधिकारीजी बसिरहने। हिँड्नेले त हो त यो कुमारी बहिनीको त्यति सजिलो छैन तपाईँ उहाँको छैन, उहाँको थाहा छ त, नानी त पर स्कुलमा म अहिले काठमाडौँ घट्टै जान्थेँ, छोरीहरू हुन्थे हो। अब मेरो यसरी पीडा छ नि, यो के गर्नु। अहिले उहाँको हाम्रो उस्तै छ। हाम्रो पनि बुवा बिरामी नै हुनुहुन्छ, अहिले हिजो अस्ति हस्पिटलबाट फिराएको छ। मेरो सासू अब उहाँ 90 वर्षको भनेपछि तपाईँहरू जान्नुहुन्छ। के अरे वृद्ध पनि महावीर। अब नानीमा चाहिँ हाम्रो अलि अथवा छ। तपाईँको त सजिलो नि हाम्रो त अब त्यो रेड कार्ड हाम्रो धेरै सजिलो छ नि त। तपाईँहरूको त धेरै छ, हिँड्दै यहाँ आउँछ नि, पछ्याउँदै सबैभन्दा अप्ठ्यारो त मेरै मात्रै होला जस्तो लाग्छ। अहिले तपाईँको जस्तै छ, शुक्रानीको उहाँ पखोला होइन, यी 2 जना छ मेरो। एउटा त्यो अलिक सानो सानो छन् नि, हाम्रो हिँडेर चाहिँ हिँड्छ। मुकुन्द होइन उसमा हाम्रो अलि ठुलो उसले टाउको ठोकाएको हिँड्ने र बुझेर हिँड्नेलाई एउटा, नबुझिकन हिँड्नेलाई चाहिँ अर्को सन्देश। बसिराख्नेलाई तिराग्दै पायो ठिकै छ, अब नबुझी जान्छ हिँड्नेलाई चाहिँ एकदमै गाह्रो। त्यो खुट्टा चिनेको ठाउँ यो सानो उसले कुरा कहाँ हिँड्यो पुऱ्याउँछ। भन्ने उसलाई थाहा हुनु हात खुट्टै बाँधेर राख्नु पर्छ। त्यो लिएर आइहाल भनेपछि मङ्गेशलाई भन्ने पखोलामा पराउनु चाहिँ हराइरहनु। त्यसले पनि दिशा पिसा सबै मथेर्छ। अधिकारीजी मङ्गेश राई हाम्रै संस्थाले देख्यो भने तपाईँलाई 5-6 बाँधेर राखेको तपाईँलाई बाँध्नु होइन एकछिन, त्यो शुक्रानी दिदीको छोराको कुरा गर्दा मङ्गेश राई हो त्यो नाम, बच्चाको नाम। त्यसको चाहिँ त्यो मङ्गेशको चाहिँ के समस्या छ भने त्यो एकदम खुट्टा अनियन्त्रित चलिरहने क्या। त्यो यत्रो एउटा खाटमा सुताउनु भए हुन्छ, पटङपुटुङ पल्टिएर भुइँमै झरिहाल्दो रहेछ। अनि त्यो भएपछि त्यो उसको खुट्टा बाँधिदिएपछि चाहिँ त्यसको त कति उमेरको रहेछ? आउँदो रहेछ क्या। कति उमेर? ऊ यस्तो चल्दै चाहिँ चल्दैन, अनि त्यो खुट्टा बाँधिदिएको हुन्छ। ठुलो छ? अनि उसलाई पनि उसलाई सत्ता हुँदो रहेछ कि त्यो खुट्टा अनि हात बाँधेपछि उसलाई चाहिँ चल्दैन उसको। नचलेपछि आफूलाई पनि स्थिर भएर उसले मोबाइलहरू मजाले हेर्छ। दिमाग हाम्रो जस्तै छ, मोबाइल मजाले जिब्रोले चलाउँछ। मोबाइल चलाउँछ हेर्छ, मोबाइल त्यो ठिक छ। मजाले तर त्यो सवाल चाहिँ त्यो जुन बाँध्ने कुरामा चाहिँ छ नि, त्यो बच्चालाई नबाँध्दा चाहिँ मैले झन् धेरै जोखिम लागेको मलाई नि। मैले हेर्दैखेरि पनि
त्यो नबान्दा चाहिँ जोखिमै भयो क्या त्यो माछा उफ्रिए जस्तो उफ्रिँदै पेटबाट बाहिर त्यो कहाँ तलै पुगिहाल्यो क्या बाटो चलेको उसले चाहेर होइन नचाहिकन हुने मुभमेन्ट छ नि त्यो उसले चाहेर होइन आफै आउने क्या मुभमेन्ट भित्रबाट बुरबुर उसले हो त भएपछि सम्झिँदैन पानीबाट बाहिर माछा त्यसले गर्दा चाहिँ उसको बाँधेर राखेछ होइन दुईजनालाई एउटा छोरी एउटै छोरी होला तीनजना भाइ होला दुई भाइ रहेछन् त्यो मङ्गेश भन्दा मुनि अर्को भाइ र एउटा छोरी रहेछ तीनजनाको परिवार 4 बाबासँग 5 जना अरु चाहिँ राम्रै छ नि अरु ठिकै छ एउटा दार्जिलिङमा रहेछ एउटा विदेश पठाएको रहेछ छोरीहरू त्यही त किन हो भने मान्छेले अरु चाहिँ सबै छ राम्रै छ त भन्छ हैन सोच्छ नि राति है अरु सबै समस्या हो कि बा 10+ पास गरेर माथि गइसके काठमाडौँ गएर चाहिँ अब स्वास्थ्यको समस्या अर्को के थियो स्वास्थ्य अब यसमा चाहिँ हामीले निष्कर्ष भइसक्यो के गरौँ भन्नेमा पुग्यो भने एकजना दुईजनाले चाहिँ गएर चाहिँ सामाजिक सुरक्षा भत्ता दिनु गऱ्यो भने सबैजनाको चाहिँ आवाज उठ्दैन अब सोमबार जाउँ न पहिला नागरिकता सधैँकै हिसाबले वडाका लैजाउँ अब बनाउन सकिँदैन यिनीहरूको यसको वडाले बनाइदियो भने जितिगयो हैन वडाले हुन्छ यिनीहरूको हुन्छ यस्तै छ आमा बाउको राखेर गर्दै भने भयो तपाईँको ल्याउनु भनेर मेरोबाट गरिदियो भने संरक्षक भएर मलाई चाहिँ अहिलेसम्म खोजेको पनि छैन खोजेको चाहिँ हो पर मेरो पनि खोजेको थियो मेरो थिएन र पनि गर्दै के पर्छ राष्ट्रपति बनाएको थिएन संरक्षक तपाईको पनि मेरो थिएन त्यो बिहा त हराएको यसमा चाहिँ बनाए अनि लु हुन्छ अब त्यस्तो छ नानीहरू उहाँहरू त आइरहनुहुन्छ नि त हाम्रो घरमा सचिव पनि निस्किरहनुहुन्छ वडा अध्यक्ष त आइरहनुहुन्छ हेरिरहनुहुन्छ अनि थाहा छँदैछ सबैलाई यो कुरो अनि होइन त्यो गर्दा पनि राष्ट्रिय परिचय पत्रको सेवाबाट त वञ्चितै भयो नि त वञ्चित त भयो नि अब वञ्चित त कति कुराबाट भयो खानाबाट पनि हामीले वञ्चितै भयो नि बुझ्नु पर्यो नि के हो व्यवहार असोज सम्बन्धमा असोज देख्ने यता उता ब्याङ्कले पनि तपाईँको सामाजिक सुरक्षा भत्तामा राष्ट्रिय परिचय पत्र दिन्छ छैन भने पैसै दिँदैन होइन भन्न खोज्नु भएको उहाँले ठिकै हो त संरक्षकमा आफू बसेर ब्याङ्किङ कारोबार गरेपछि आफ्नो परिचय पत्रले काम भयो उहाँकै परिचय पत्रले चाहिँ 3 जनाको नानीहरू 2 जनाको र उहाँको 3 जनाको एउटैले चलोस् भन्न खोज्नु भएको जुन संरक्षण भनेर जुन मलाई दिएको छ नि त त्यसले त केही नै सक्दैन उनीहरू खोज्दैन ब्याङ्कले अब तिनीहरू केही सक्दैन तेरो नानीले पनि भन्दैन तेरो नानीको पनि पैसा दिन्न अब थपक्क चेक लगाएर उनीहरूकै दिने हो दिँदाखेरि साइन गरेको हुन्छ थपक्क पैसा राज्यले हालेको दिने त अब त्यो खोजेको छैन अहिलेसम्म अबका दिनमा भयो भने त्यही अनुसारको कदम चाल्नुपर्छ भन्ने कुरा मात्रै हुँदै भएन भने अब त्यही अनुसारले प्रेसर गरेर त्यो गराउनु वडाले वडा अध्यक्ष वडामा एकचोटि हालत त पनि परिचय पत्र बनाइराख्नु सक्छ हामीले यो साल भन्दा अर्को साल परिजनलाई घरमा त्यो प्राधिकरण लगेर बनाउने खालको गरियो त्यो पनि गर्न सक्छ सरको कार्यालय पो गर्छ त अर्को कुरा पनि आएको छ वडामा राष्ट्रिय परिचय पत्र चाहिँ छ त्यो नम्बर छैन भने हाल्नु पनि पर्ने भएको छ फेरि सिडिओ आएर त्यो नम्बर होइन परिचय पत्रै नबनाउने भन्दा नि बनाउने कि तर कसरी पाइप पर्छ र राज्यले हामीले घरमा गएर उहाँले भने जस्तै एउटा वार्डमा 2 दिन 1 दिन सकेर अर्को 12 दिनमा 12 वटा सक्यो अनि 81 वटा वार्डमा 81 दिनमा सक्यो त्यो समस्या हामीले नै तेर्स्याउन जान्यौँ भने हो भन्छन् हुँदैन तपाईँहरूले गर्ने यसो भनेर हाम्रो माग गर्ने हो हामीले हो कि होइन भन्नु त त्यसरी जाने माग गर्न सक्यो नगर्दै उसले गर्दैन त ठिकै छ बनाउनु उहाँहरूले त्यो अहिले माइनेट गरेको कुराहरू हामीहरूलाई टेको हुन्छ यसको एउटा एजेन्डा त्यहाँ थप छैन भने त्यही त कुरो लेख्ने कुरा पनि मिलाएर कसले लेख्छ अनि नि अहिले यो चोटि आएको त म लेखिदिनु अर्को चोटि लेखिदिनु तपाईँहरूले यहाँ सुन्नु न यो पनि मै लेख्ने
उहाँहरूको नि होइन सचिव छैन होला नि त यहाँ संवेदक जोसुकै भए पनि सबै माइने पनि मै लेख्दा त मै भएँ नि त तपाईँहरू नहुँदा भयो होइन तपाईँले नै हो गर्ने हाम्रो सल्लाह सुझाव हो सल्लाह हो। हाम्रो निर्णय हो तपाईँले लेखेर मान्नु होइन आत्मा के भन्छ यो अधिकारी? हजुर। सबैको हो हामी लेख्नु पर्ने भनेर होइन हाम्रो चाहिँ निर्णय हो तपाईँले अलिक त्यो देख्ने शैली चाहिँ अहिले आउँदैन भनेको हो देख्ने शैली अधिकारलाई आउँदैन अब स्वास्थ्यमा के समस्या आयो? स्वास्थ्यको समस्या। स्वास्थ्यमा त समस्या छ नि अब हाम्रो अपरेसन बिग्रिहाल्यो आँखाको कान्छोको अब त्यसको अब त्यसका लागि पनि वार्डमा शिविर भन्छन् त्यो वार्डमा हामी नदेखाउने यस्तो होइन वार्डमा गएका शिविरहरू ती भनेको स्क्रिनिङ मात्रै हुन्छन् अपरेसन यही सबै शिविरै बनाउँछ कि यो यिनीहरूलाई केही वार्डको शिविर पनि त त्यही बोकेर नानी त्यही पुर्याउनु पर्छ सकिँदैन भन्ने कुरा आयो नि त घर घरमा भन्ने कुरा आउँछ यहाँ होइन यसो स्वास्थ्य चाहिँ के भने एक त विशेषज्ञ सहित टोली आएर जो एउटा केन्द्रबिन्दु राख्ने अनि जहाँ ल्याउन सकिन्छ त्यहाँ ल्याए अब कुनै नल्याउनु जस्तो उहाँको ल्याउन सकिँदैन नि त्यस्तोहरूलाई चाहिँ घरमै गएर पनि सेवा होइन दिन त्यो विषयमा सेवा दिन ठुलो कुरा भएन कि तर सेवा कस्तो हुन्छ नि विशिष्ट किसिमका सेवाहरू पनि हुन्छ नि त त्यो सामान्य गएर हेरेर यस्तो रहेछ भन्नु ठुलो कुरा होइन अपरेसन गर्नुपर्छ कसैलाई पर्छ घरमै अपरेसन हुने सम्भावना हुँदैन हो यस्ता खालका कुरा हुन्छ हामीले फेरि सेवा खोज्दा खोज्दै धेरै खोज्नु पनि भएन क्या राष्ट्रिय परिचय पत्र घरमा बनाइदियो भने जस्तै घरमै आएर अपरेसन गर्दै भन्न चाहिँ मिल्दैन अनि तपाईँले यस्तो गर्नुपर्ने अब यहाँ पहिला मिलाउँ होइन तपाईँहरू सल्लाह गर्नुहोस् यो विषयमा हामीले यो गर्नको लागि यो कहाँ जानुपर्ने हो त्यो म मिलाउँछु अब पुरा उठिसक्नु म मिलाउँछु तपाईँले लेखिदिनुहोस् उहाँले सबैले सही हालिसकेछ फेरि उहाँले सही हालिसकेछ भने जे पाए त्यही लेख्नु त हुँदैन मैले कहाँ लेख्ने हो त उहाँलाई हो त हामीले सिकाउँदै जाने हो नि त हो स्वास्थ्यमा मात्रै कुरा गर्यो शिक्षामा पनि होला शिक्षामा होला रोजगारीमा होला शिक्षामा छ नि हाम्रो स्कुल के हुँदैछ यहाँ स्कुल चलिरहेछ अब ल्याउन सक्ने र आउने आइरहेछ तपाईँहरूको पनि क्षेत्र वरिपरि कोही हुनुहुन्छ त्यसरी ल्याउन सक्ने खालको हुनुहुन्छ अनि त्यहाँ अनि हामीले निःशुल्क सेवा दिइरहेका छौँ उनीहरूले के गर्न सक्छ त्यही अनुसार हामी काम गरिरहेका छौँ त्यसमा तपाईँहरूले कोही छन् भने जानु भनेर पठाइदिनु ल्याउन लाने हो नि त होइन ल्याउन लाने समस्या त्यति थियो समस्या होइन अब यसो हो हामीले स्कुलै लानु पर्यो हाम्रो नानी जन्मेपछि हामी स्कुल लान पनि त खर्च त लाग्छ नि अलिकति त खर्च अभिभावकले पनि बेहोरेर त्यति ल्याउने लाने गर्नु बौद्धिकमा जाने ठिकै छ त्यहाँ जानेदेखि नजाने काम पर्यो नि त त्यो बौद्धिकदेखि बाहिर फाल्टो पनि त छ नि त यहाँ अनि यहाँ सुन्नु न विद्यालय भनेको बौद्धिक जुन स्रोत केन्द्र छ नि त्यहाँ पढाइ हुने विद्यालय हो उहाँहरूले भनेको विद्यालय होइन हेरचाह केन्द्र त्यहाँ थेरापीहरूदेखि लिएर त्यो कुराहरू सबै गरिन्छ त्यस्तो बुझ्नु पर्यो स्कुलमा पढिन्छ मात्रै अब उहाँहरूले चाहिँ डे केयर गर्नुहुन्छ क्या त थेरापी दिनु पर्दैन थेरापी गर्ने अर्को तालिम कसलाई के आवश्यक छ त्यो अनुसारले मेजर त्यहाँ त अब थेरापी दिएको देखिँदैन फेरि के भने अपाङ्गता भएको व्यक्ति बौद्धिक अपाङ्गता भएको व्यक्तिले पढेर के उन्नति गर्छ भन्ने आशा पनि हुँदैन त्यो भएकोले गर्दाखेरि बाबामाको नाम भन्न सक्ने काहीँ बाहिर भेडी सिधा पनि त्यतिसम्म चाहिँ हुनुपर्छ त्यो पनि हो त्यही पनि उहाँहरूका भाइहरूको कुरा गर्यो भने त्यो पनि समस्या त्यो पनि अवस्था हेरेर होइन हाम्रोलाई चाहिँ त्यति भइदियो त्यो तपाईँको त्योभन्दा अलिक माथिल्लो लेभल तपाईँको त उहाँहरूभन्दा त धेरै राम्रो अनि यतै राख्नु नि त यतै पढाउनु नि त ल्याउनु लानु गरेर बरु त्यही घरमा ल्याउने असम्भव अनि अर्को कुरा भनेको बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई नै पनि शिक्षाले उति उन्नति हुँदैन भने के चाहिँ सबैलाई के चाहिँ आवश्यक छ भने
दैनिक गर्ने क्रियाकलाप चाहिँ सबैलाई आवश्यक छ क्या जस्तै ब्रस सिप भयो, गर्ने ब्रसहरू। नुहाउने लुगा धुने भयो होइन आफै खाने त्यो त हाम्रोले त गर्न धेरै छ हो ती कुराहरू सिकाउनु आफूले आफै धु भन्दा धुन्छ ती कुराहरू सिक्नु पनि विद्यालयकै जिम्मेवारी हो नाइ भाँडाहरू माझ भन्नु भने मसिना गिलासहरू माझ्छ हो त्यसरी मात्र बडा लुगापटा राम्रो बटेर राख्छ हो त्यो त्यो त अनि सुधार भयो नि सुधार धेरै सुधार भयो बाहिर उता त्यो राखेपछि सबै त्यो सिकाउनु हो ती कुराहरू पनि सिकाउनु चाहिँ विद्यालय हो क्या कोही बेला चाहिँ घरमा अलिक पिएर छ हामीलाई क्या पढाउनु मात्रै अलिक विद्यालय पिएर छ हो, नि त्यही त भएर हामीले पढ्नु पिएर मात्रै पर्छ भन्ने बुझियो अँ। तर पढाउने मात्रै विद्यालय होइन क्या ती व्यवहारिक ज्ञानहरू ती व्यवहारिक तपाईँको सिकाउने पनि यहाँ विद्यालय हुनु पर्यो अब 3-4 प्रकारकै बौद्धिक अपाङ्गताको परिचय मोबाइल पत्रहरू छन् कोही कोही निलो कार्ड हुने बौद्धिक अपाङ्गताको व्यक्ति रातो कार्डै पाए पनि हुन्थ्यो जस्तो त्यसलाई पुरै हेर्नुपर्छ आखिर निलो मात्रै छ सबै थोक छ भनेर निलो कार्ड पाएको व्यक्तिहरू सदस्यहरू कोही भने सेतो पहेँलो हुने कामै गर्ने सदस्य पनि बौद्धिकमा छन् नि छन् नि अब त्यस्तो कुराहरूलाई यो निलो कार्ड हुने र अलिकति यो स्रोत आर्थिक स्रोत साधन चाहिँ अर्को संरक्षक पनि पुरै खट्नुपर्छ त्यसलाई अलिक मार देखिएको देख्छु म चाहिँ देख्दा अब अस्ति वडामा चर्चा पनि गरे एकजना साथी जस्तै केशव थापालाई देखाउँदै व्यक्तिलाई रातै कार्डको हिसाबले भत्ता दिँदा हुँदैन थियो भन्ने कसैले हो पनि यसो हेर्दा खान पनि धन्दै नहुने स्थिति रहेछ अप्ठ्यारो गरी खानुपर्ने काम गर्ने त उसको क्षमतै छैन जागिर खाने पनि छैन नि त्यस्तो व्यक्तिहरूलाई निलो कार्डमा राखेको छ भनेपछि कार्ड संशोधन अर्थात् परिमार्जन गर्नुपर्ने पनि आवश्यक देखियो तर अब वडा अध्यक्षसँग बसेर कुरा गर्दा किन मिल्दैन मापदण्डमा नछिरेकै हो भन्ने कुरा आयो त्यहाँ अब यो गर्ने खालको आउँछ क्या हाम्रो समस्या बुझ्दै चाहियो क्या सुरुमा हाम्रो समस्या बुझ्दै खोइ हाम्रो समस्या त कसैले बुझ्न जस्तो लागेन यो समस्यामा यो उसले पनि त्यही भन्नु ठिक छ मान्छे ठीक त छ कोही कता ठीक कता कोही बेला ठिकै अब यस्तो मान्छेहरू अहिले अन्यायमा छ सडकमा काम गर्ने अन्यायमा सडकमा काम गर्छन् परिचय पत्र संशोधनका कुराहरू पनि राम्रै जस्तै अब हाम्रो कुमार भाइलाई उसलाई काम दिनु भने उसले गर्न सक्छ रोजगारीको कुरामा कमल हाम्रो कुमार भाइले काम गर्न सक्छ हाम्रो अफिसमा काम दियो भने उसले गर्छ अब उसलाई अफिसमा यताउता फाइल त्यो फाइल यहाँ ल्याउने यो फाइल नयाँ राख्ने यसो त्यसो लाउनु भने उसले गर्न सक्छ कति छ हाम्रो कमल सरको छोरीको के छ अवस्था अहिले चाहिँ यसो सामान्य भनेको मान्ने सुन्ने ओर्ने त ऊ खुसी छ भने सबै कुरो मान्छ त्यो त खुसी चाहिन्छ त्यस्तो व्यक्तिहरू सबैलाई नि उसलाई हमेसा खुसी राख्न सकिँदैन बेखुसी छ भने केही गर्दैन होइन यस्तो खालको नानीहरू पनि यस्तो खालको नानीहरूको केही जान दिँदैन हाम्रो मेरै छोरीलाई हेर्नु त मेरो छोरीलाई हेर्दाखेरि अब मजाले यसरी धेरैजना मान्छे बसेर ऊ खुसी छ भनेदेखि गफगाफ गर्ने सबै थोक गर्ने यता त्यता बोल्ने हो अब उसलाई के हो उसको बुझ्नै सकिँदैन अब जस्तै अब अस्तिको दिन हाम्रो उसलाई लुगा फेर्न मन लागेको रहेछ अब बिहान 8-9 बजी अब हामीले त अब त्यस नुहाइधुवाइ गरेर लुगा फेरेपछि उसलाई त्यस्तो त्यो उसलाई पनि लुगा फेर्न लुगा पनि उसैले राखेको उसको लुगा हामीले राख्दिनौँ न किनभने उसले फेरिरहनु पर्छ एक दिनमा 10 ताल 15 ताल अहिले फुकालेको एकछिनमा त्यही लाउनु पर्छ उसले बरु अनि धोएपछि त्यो सुक्न पाउँदैन अर्को लुगा सुक्को र अर्कोले उठाएर ल्यायो भने उसलाई त्यही चिसो भए पनि चाहियो धोएपछि धुनु पनि पर्यो अरूको धुँदा अनि एकछिनमा चाहिहाल्यो लाउनलाई अनि अब अलिक लुकाइदिउँ हामीले अलिक कन्ट्रोल गरिदिउँ भनेदेखि लाकै लुगा च्यातेर एक दिनमा 4वटा 5वटा च्यातेर हाम्रो वरिपरि बुझ्यौँ नि हाम्रो कति हैरानी हुन्छ हामी लुगा फुटाउन लान्छौँ त्यत्तिकै फुटिन्छ बुझेर हो त्यो अनि यो उसले लुगा राखेको रहेछ मेरो भनेर अनि छोरी किन राखेको तैँले भनेर लिएको त आएर भडाकै छ्याटिदिइहाल्यो सरले भने जस्तै हाम्रो बहिनीलाई पनि कोही बेला
10 खेप लुगा फेर्नुपर्छ। हाम्रो काममा फेरि मेरो सागसम्म यति वर्ष छोरी यति सागसम्म मेरो नानीलाई त लुगा फेर्न पाएपछि त्यो भन्दा ठुलो खुसी खाना चाहिँदैन बरु 24 23 वर्ष 59 साल हाम्रोलाई राम्रो चाहिँ चाहिन्छ च्यातिए गरेर हुँदैन हाम्रो त पुरानो भएर हुन्छ तर फेर्न चाहिँ पाउनु पर्यो लुगा चाहिँ जतिसुकै बेला फेर्न पाउनु पर्यो सफा पनि सफामा बस्छ अलिक मैला लगाएर हेर्छ आफै त्यतिको जान्ने भइदिए त म त कस्तो हुन्थ्यो जस्तो लाग्छ हेर्छ अरूले आफै खाने ओर्ने यताउता सबैभन्दा एकदमै सिभियर केस छ क्या उहाँको हो हाम्रो के भन्छ फेरि एउटा मात्रै उहाँले घर सबै गेरेर राख्नु भएको त्यो ठुलो छोरो ल्याउँदा कान्छो छोरो ल्याएपछि हिजो अस्ति घरमा उता गएको थिएँ त्यहाँ आएर त्यहाँ मासतिर पनि ठ्याक्क बाइक रोकेर बसेँ निकै मेरो घरतिर हेरेँ पसौँ कि भने फेरि सबै घेराबारा छ कोही मान्छे छैन त्यो घेराबाराले एउटा के समस्या आउँदो रहेछ भने नि त्यो भित्र छिर्न खोजेको मान्छे पनि अप्ठ्यारो हुन्छ त्यो के चाबी सामी पानी लाग्नु बोले खोज्दा पछि भाले यसो सार्ने त्यसपछि त्यो अब्लामा सार्दाखेरि स्वादमै सर्छ रोक्न उता गएर बाटोतिर आँखालाई छाडो भन्छ त्यो त्यसले के खालको मैले चाहिँ दुईटा अर्थ दिने बोकेँ अब जस्तो उहाँले भित्रको बच्चाहरूको सुरक्षाका लागि गर्नुभयो तर बाहिरबाट जाने मान्छेले पनि त्यो घेराबारा देखेरै त्यो घरतिर पस्दैन क्या कतिपय गफ गर्न दिएका हुन्छ नि अस्ति हाम्रो त्यस्तै घरमा बसिरहेको थियौँ अनि बेसी जानलाई छिटो छिटो ढोकाहरू लाउनु पर्यो भनेर सुनसार गर्दै थिएँ बाबासँग लु हिँड्छौँ तरमा जाँदै गर्नु भन्नुभयो त्यहाँबाट अनि उसको बाबा चाहिँ अब जान नानी र म मम्मीसँगै जान्छु भनेर मम्मी गयो मसँग जान्छ होला भनेर ढोकाहरू लाउनु थालेँ मान्छेलाई अलिक आँखा झिमिक गरेर छैन कतै छैन कता गयो संसार फोन गरिसकेको छैन यति आएको छ है तल बेसीतिर नि गरेँ बाटोमा जाँदाखेरि मान्छेले कसरी भेटेँ भनेर पनि गरेँ हाम्रो पवन झर्दैछ भने त्यहाँनिर बेसी जाँदैछ भने बेसी नै गरेर बस अरे भन्नु ल पनि भनेर भनेँ अनि सबैतिर गरिसक्यो सबैतिर त गर्नु पर्यो नि त आफूले जाने बुझेतिर सक्यो अनि छैन आधी बाटोमा गएर बसिरहेछु बेसी जाने मान्छेलाई नि गरिरहेको छु नानी आइपुग्यो भन्छु छैन आएको छैन भन्नुहुन्छ अनि एकछिनमा फेरि उहीँ बसिरहेको छु यता घरमा पनि ठुलो छ उसलाई खोज भन्दैछु गाउँभरि होइन संसार खोजेर हिँडेको छैन भर्खर बेसी पुगेछ नि भरे एकछिन आइपुग्यो नखोजिकन आइज भन्नुभयो अनि गयो अनि यस्तो पनि हुन्छ त कोही बेला त देखेको रहेछ बानी भएको अनि अब बाबा ड्युटी जाँदा पनि बेसी गयो भने हुन्छ नि त उसलाई ओह्रालै जानुहुन्छ अनि नानी म ड्युटी गएको बेसी नधर नि आज म हुन्न भन्नुहुन्छ अनि त्यति भनिसकेपछि घरि गएर फोन गर्छु ल भनेपछि फोनमा गरेपछि चित्त बुझाएर बस्छ नभएसरी हिँड्दा चाहिँ अलिक पिर हुन्छ यो स्वास्थ्य भयो अर्को रोजगारीको विषयमा रोजगारी पनि चाहिन्छ जस्तै यतिको यो मान्छेलाई चाहिँ अलिकति थोरै तालिम दियौँ भने देखि काम गर्न सक्छ भने जस्तै अहिले कुमारको कुरा आयो यस्ता खालका अरू कोही व्यक्ति कुमारले गर्छन् पूजालाई हातको काम दियो भने उसले गर्न सक्छन् तालिम दिएर गऱ्यो भने पवनको हातहरू राम्रो हात राम्रो हुन्छ नि हात खुट्टा राम्रो हुनेले त सिपमूलक कामहरू गर्न सक्छन् अलिकति हात खुट्टा राम्रो र समयको अवस्थामा ख्याल गर्न सक्ने मान्छे चाहिन्छ हाम्रो त त्यसरी समयहरू थाहा हुँदैन उसलाई अनि ट्रेनिङ दिन नि सकिँदैन किनभने ट्रेनिङ दिने कस्तो भनेदेखि समयको त हामीलाई थाहा अनि उसको मुड अनुसारको हुन्छ हाम्रो अब कति बेला ट्रेनिङ के को ट्रेनिङ दिनु र उसले अब यहाँ ल्याएर केही कसैले केही गर्दैछ भने उसले हेरिरहने हो त्यो हातै जति नै भने पनि उसले जति फकाए पनि त्यो हात होइन मैले भन्न खोजेको उसको हात राम्रो छ जस्तै उसलाई अब हातैले गर्ने कामहरू दियो भने एउटाले अर्को गरेको हुन्छ अर्कोले गरेको हुन्छ अर्कोले गरेको फुलको मालाहरू गाँस्न हेरेर यसोहरू त दिँदाउन चलाउँछ होइन हेरेर उसले त्यो बानी हुन्छ नि त त्यो पनि त बानी हो नि सक्षमको त बौद्धिकमै मस्तिष्कतिरै असर छ होइन अलिक सानो छ नि त बानी गरायो भने हुन्छ गर्छ किनभने उसले त्यो
दिउँसो 14 वर्ष थर्ड पनि सक्यो उसले हातले गर्ने काम त यसो गर्नु नागरिकता र अपाङ्गता परिचय पत्रको फोटो दुवैपट्टि म त त्यो भाइलाई एकछिन छोडिदिनु मलाई पठाइ माथि बरबाट राखेको भने यो संस्थाले पढ्ने छोड्नु एकजना सबै जान्छ अभिभावक हामी आफू खायो मुखले खुवाउनु त्यस्तो चराले खान्छ उसले गर्न सक्दो रहेछ त्यो यादव गजमेर अस्ति म हिँड्दै नि बजारमा एउटा के अरे घिमिरे दिपे सिक्यो उसले दिपेशले भारी बोक्छ नि मजाले हो त्यो चाहिँ गर्छ डकुमेन्टहरु मलाई फरक गरिदिनु न 8-10 जनाको नाम चाहिएको छ गर्छ नि यस्तो चिजहरु पवनले गर्छ नोट गरेर राख्नु के तपाईले मार्को लेख्नु अर्को छ नि त्यस्तो 18 मा चाहिँ यही नै मारेर खाएका छन् त्यो बुझ्नु पर्छ नि त्यो चेतनाले 18 आएछ 18 बजारमा इलाका तपाईको पनि ल्याउनु म यहाँ राखिरहेको छु फाइल यस्तो बनाउने जागिर खान लागेको भन्नु हैन जागिर त काम गर्ने जागिर नभनु काम गर्ने औधिकले जागिर खाँदैन हैन काम गर्ने त्यही हो काम पनि त जागिरै अगाडि बढाउन जे उहाँको छोरीले सिपमुला भयो राख्नु भयो त अनि त्यसले माम खाने त्यसलाई माम खाने बाटो भन्ने त हामीले यहाँ रेकर्ड राख्नु भन्यो त भोलि पनि ठ्याक्कै निकाल्ने रेकर्ड छैन भने के गर्नु के गर्नु त्यो चेतनाथ भन्ने एकजना छ हो तिमीले पनि गर्छ नि त्यो चेतनाथ हो दिनु पनि नाम टिप्नु है त्यो टिप्नु हैन डकुमेन्ट पठाइदिनु कार्ड चाहियो तपाईले राम्रो भने अर्को बैठकमा अर्को बैठकमा भन्दा नि फेसबुकमा सट्ट पठाइदिए हुन्छ क्या त्यो अर्को बैठकसँग मात्र यत्रो फाइल तयार हुन्छ फोटो खिचेर त्यो उसलाई चाहिँ माग्नु ल तपाईले के चाहियो नागरिकता अपाङ्गता परिचय पत्रको दुवैपट्टिको फोटो कपी मेसिन छ नि तपाईँकोमा बेला भयो त्यहाँ ल तपाईकोमा टाढा हुन्छ नि मेरो स्कुल गएर भइहाल्यो यहाँ नौ नि जना। फटोफट गरिदिहाल्छ के अनि यता तल सन्जुले गर्छिन् नागरिकता र के छोड्नु पनि है आठ मा एकजना चाहिँ क्यान्सल भयो परिचय पत्र र म त होइन नि मान्छे त हो तर म उदै झर्दिनँ फेरि परेको भएन झोल के भन्छ झोलमा पाएँ ए म आज खान्छु के अरे बिरयानी खाएँ बिरयानी आज फेरि खाने बिरयानी खाएँ पछि अब अब भोलि काठमाडौँ जाँदा बिरयानी खाँदै उहाँ काठमाडौँ देऊ बिरयानी अहिले त्यो टुङ्गो छैन नि नानी के कस्तो टुङ्गो छैन टुङ्गो भइरहेको छ बाटो चलिरहेको छ के भन्नु छ म तपाईँलाई सुरक्षित हुने गरी गाडीमा चढाइदिएर छोडिदिन्छु तिमीले सक्नु पर्दैन नि त होइन कमल सर उयो के अरे मेरो बुवा पनि हिजो जानुभयो कि